खार्पा भर्सेस दुबेकलको गेम भइरहेको छ। रावा बेसी कुबेन्डेमा। यतापट्टि रातोलाई देख्न सक्नुहुन्छ तपाईहरु खार्पा, उतापट्टि ब्लू दुबेकल। वाउ गाइजहरु, नयाँ साथीहरु हुनुहुन्छ भने सबैजनाले सब्स्क्राइब गर्न नभुल्दिनु होला। लाइभमा जोइन हुने साथीहरुले र भिडियो हेर्ने साथीहरुले सबैजनाले लाइक कमेन्ट शेयर पनि गरिदिनु होला। गेम भइरहेको छ खार्पा भर्सेस दुबेकल। हाम्रो रातोलाई देख्न सक्नुहुन्छ खार्पा, ब्लूलाई देख्न सक्नुहुन्छ दुबेकल। ओ यो हाम्रो प्राङ्गण रहेको छ कुबेन्डेको स्कुल। के स्कुल अरे यो? रावेसी 1 नम्बर हो। वाउ, रावेसीबाट है गाइजहरु हामी। सो हामी लाइभ चाहिँ देखाउन असमर्थ भयौँ किनभने यहाँनेरि नेटै चल्दैन, एनटिसीको पनि एनसीएलको पनि। यस्तो ठाउँ पनि रहेछ रावा बेसी 1 नम्बर, जुन नेटै चल्दैन। यहाँको जनजीवन चाहिँ एकदम कष्टकर छ डाटा नचलिसकेपछि। यो यहाँको स्थानीय सरकार के हेरिरहेछ? घाँस बास कपासको साथमा अहिले चाहिने नेट पनि एकदम महत्त्वपूर्ण चिज हो। सो गाइज हाम्रो 8 नम्बर 8 नम्बरको चाहिँ त्यो क्याप्टेन भएकोले हो यस्तो जर्सी गाइज। ल गाइज हाम्रो दुबेकलबाट सर्भिस हुन लागेको छ। यो एकदमै गेम कस्तो हुन्छ होला त गाइज, कमेन्ट गर्नु होला। वाउ, फर्स्ट दुबेकलबाट सर्भिस 8 नम्बरले क्याच साथै चाच भइसकेको छ। वाउ, दुबेकलको चाच थियो, फेरि पनि एकदमै इजिली। वाउ, फर्स्ट नम्बर ल्याइसकेको छ खार्पाले है। कसरी आयो त्यो? कन्फ्युज, पुरै कन्फ्युज। कसरी आयो तपाईहरुले पनि हेरिरहनु भएको छ गाइज, कसरी आयो? म पनि कन्फ्युज भइरहेको छु। र 3 नम्बर खार्पाले सर्भिस गर्दैछ भने दुबेकल ओ एकदम फात्रक फुत्रुक गेमहरु भइरहेको छ, त्यस्तो जबर छैन। ओ वाउ, राम्रो प्राइस। फेरि पनि खार्पाको चाच हुनुपर्ने थियो। 10 नम्बरले लिएको छ खार्पा। वाउ, खार्पाको दामी सट गर्छ केटोले। फात्रक फुत्रुक गर्दै थियो यार, फट्याङ्ग्रा जस्तो हान्यो केटोले यार। फ्री पाएर होला सायद, देख्न सक्नुहुन्छ तपाईहरुले। फेरि पनि 3 नम्बर खार्पा तर्फबाट सर्भिस भइरहेको छ भने वाउ, ओ माइ गॉड, के भयो? के भयो? बिग्रियो होला, सर्कुलेसन के भन्छ? सर्कुलेसन बिग्रियो होला, त्यही भएर है। यो के नम्बर के हुन्छ? ड्र हुन्छ हैन? 3-0। वाउ, 3-0 देख्न सक्नुहुन्छ। 3-0। ओ बिगार्यो भाइ, इजिली आउँथ्यो गाइज, आइसकेको छ। फेरि खार्पाको पालो। वाउ, यस्तै हो भने दुबेकल हार्ने सम्भावना मैले देखिरहेको छु। फेरि पनि चार्ज गर्यो। वाउ, के भयो? टच भयो होला सायद। 4-0 गाइज, 4-0। हाम्रो नम्बर देख्न सक्नुहुन्छ 4-0 भइसकेको छ। म तपाईहरुलाई जुम गरिदिएँ। 4-0 नम्बर देख्न सक्नुहुन्छ। 4-0 तल देख्न सक्नुहुन्छ। 4-0 है त, 4-0। खार्पाको 4, दुबेकल 0। हाम्रो एउटा एकजना प्लेयरले यहाँ सुलेस बानेकोले गर्दा थोरै अवरुद्ध भएको छ। सर्भिस खार्पा तर्फबाट चाच हान्नु पर्ने दुबेकलले। ठोक भाइ। ल यार केटाहरु त पात्रक पुत्रक भन्दा छैन त। दुबेकल हारेको अवस्था है मेरो अहिले नै यो। वाउ, एजी बल पनि। ओ माइ गॉड, केटाहरुलाई चुङ्गी खेल्न पठाउनु पर्ने रहेछ यस्तै हो भने। यो 1 लाखको म्याचमा यस्तो खेलाडी आफै चाहिँ कहाँबाट हुन्छ? नयाँ साथीहरुले सबैजनाले सब्स्क्राइब गरिदिनु होला। फेरि पनि खार्पा तर्फबाट
सर्भिस भइरहेको छ भने चार्ज गर्ने पालो रहेको छ। ओ बल्ल यार खाता खोल्न सफल 5-1 5-1 गाइज 5-1 खाता खोल्न सफल भएको छ 5-1 खार्पाको 5 छ भने 1-1-5 5-1 होइन 5-1 है। हाम्रो दुबेकुलबाट सर्भिस भइरहेको छ खार्पाले मिस्टेक गर्यो के गर्यो यता पनि भ्ल्याट त बल गरेको थियो के थियो रुल्समा ओ 6-1 खार्पाको 6 भइसकेको छ दुबेकुल मात्र खाता खोल्न सफल दुबेकुल मात्र खाता खोल्न सफल छाता चेक कस्तो छाता जस्तो भन्थ्यो हो क्या यार ए भाइहरु यार भएन यस्तो यो भएन हो भएन केटाहरु रातभरि चाहिँ नि गलेर आए क्या हो उफ्री पाफ्री छैन यार गर्लफ्रेन्डहरु हुनेहरु यस्तै हो कि फेरि पनि चार्ज हाम्रो दुबेकुल तर्फबाट ओ कोर्टमै झरेको छ फेरि पनि ओ छाता जस्तो हानिदिएको यार 8-1 मात्रै दुबेकुल खाता खोल्न सफल बेइज्जतै भयो यार यो भन्दा ठुलो बेइज्जत हुने ठाउँ छैन 8-1 फेरि सर्भिस खारपाबाट छ भने फेरि चार्ज दुबेकुलको अन्डर हानिसक्यो गाइज ल के गर्नु खोजेको यार यो भाइहरुले अन्डर हान्यो नयाँ साथीहरुले सबैजनालाई सब्स्क्राइब गर्न नभुल्दिनु होला भिडियोलाई लाइक कमेन्ट शेयर पनि गरिदिनु होला खारपाबाट सर्भिस भइरहेको छ हाम्रो दुबेकुलको चार्ज ओ भाइ दुबेकुलले मात्रै खाता खोल्न सफल नम्बर 1 ल्याएको छ भने 10-1 भइसकेको छ खारपाको 10 छ 5 नम्बरले सर्भिस गर्न गइरहेको छ खारपा तर्फबाट वाउ फेरि अब चार्ज रहेको छ दुबेकुल फेरि ओ खारपाको कटाउने प्राइस छ राम्रो चार्ज ओ आउट हानो नम्बर फेरि प्राप्त भइसकेको छ खारपालाई 11-1 वाउ वाउ 11 को 1 यस्तो पनि तपाईहरुले देख्न सक्नुहुन्छ पहिलोचोटी जिन्दगीमा 11-1 फेरि पनि खारपाबाट सर्भिस मिस्टेक गरिसक्यो केटोले झुक्काए जस्तो छ झुक्काउन सफल नभएको अवस्था खारपाले चार्ज गर्यो फेरि मिला दुबेकुल ओ राम्रो प्राइस फेरि पनि कटाउन सफल खारपा दुबेकुलको चार्ज छ भने अन्डर हानिसक्यो गाइस ओइ कट्यायो मात्र 2-11 हुन सफल 2-11 गाइस है 2-11 नयाँ साथीहरुले सबैजनालाई सब्स्क्राइब गरिदिनु होला खारपाले बल्लिसकेको छ दुबेकुलको सर्भिस थियो भने फेरि पनि नम्बर ल्याउन सफल 12-2 खारपा 12 छ भने दुबेकुल 2 बेइज्जतै गेम भयो यो चाहिँ नि खारपा दुबेकुलले चाहिँ दुबेकुलले चाहिँ नहेर है बेइज्जतै हुन्छ टिमहरुको खारपाले सबै फेरि पनि खारपाको सर्भिस दुबेकुलको कटाउने प्राइस मात्रै चलिसकेको छ राम्रो क्याच ओ शट ठिकै थियो दुबेकुलको अन्डर हानिसकेको छ भाइ के गरेर आइस 10 नम्बर को जिन्दगी प्राइस गर्नु राम्रो छ 6 नम्बर खारपाले सर्भिस गर्दैछ वाउ फेरि राम्रो कटाउन प्राइस मात्रै गरियो भने चार्ज हान्यो खारपाले वाउ फेरि पनि चार्ज बल्लिसक्यो दुबेकुलले भने ओ 3-13 वाउ 3-13 गाइज 3-13 दुबेकुल तर्फ 3 छ भने खारपा तर्फ 13 को रोमान्टिक गेम हेर्न सक्नुहुन्छ यो एकदमै हार निश्चित छ दुबेकुलको भन्न सकिँदैन खेलाडीले कति बेला के गर्छ भनेर नयाँ साथीहरुले सबैजनाले सब्स्क्राइब गरिदिनु होला वाउ 4-13 दामी शट थियो केटोले दामी हान्यो वाउ हाम्रो दर्शकहरु देख्न सक्नुहुन्छ गाइज थुप्रै हामी गाउँमा छौं हामी चाहिँ नि रावाबेसी 1 नम्बरको प्राङ्गणबाट हामी जोडिएका छौं सर्भिस गरिसकेको छ दुबेकुलले हो भने खारपाको चार्ज आमामामामामा सालेले हान्नुको हाने थियो बक्सिङले
नम्बर चाहिँ दुबेकोलको आएको ओ खार्पाको आएको अवस्था हो। बक्सिङले चार्ज गर्यो केटोले यार, करा रहेछ केटो। 14 को 4 राम्रो छ यो म्याथमेटिक्ससँग अहिले म्याच भएको छ। 14 को 4 सफल। दुबेकोलको चार्ज थियो, कटाउन मात्रै प्राइस भएको छ। फेरि पनि नम्बर ल्याइसकेको छ खार्पाले इजिली। ए भाइ के गरेको यार, के गरेको भाइ, के गरेको दुबेकोल। यो यार यो हामीलाई नै यस्तो हेर्नु यस्तो बेइज्जत फिल भइरहेछ। खेलाडी भइसकेपछि यस्तो नगर न। सर्भिस खार्पाको मुस्किलले मात्रै बल क्याच भइरहेको छ। अन्डर हैन, चेक आउट भइसकेको छ भने नम्बर आयो दुबेकोलको 5-15। वाउ 5-15 5-15। यो भन्दा अरु केही गर्न सकिन्छ। दुबेकोल तर्फको सर्भिस छ। 5-15 भइसक्यो। ओ फेरि पनि चार्ज गर्ने पालो दुबेकोलको, कटाउनु प्राइस भयो र सफल पनि भइसकेको छ भने 7। ओ झुक्काउनु सफल नभएको अवस्था। फेरि पनि इजिली कटाइयो। ओ अन्डर हान्यो सुल्टीले। ओ अन्डर हानेन यार, चेक आउट हान्यो। नयाँ साथीहरूले सबैजनाले सब्सक्राइब गर्न नभुलिदिनु होला। सफल 16 खार्पाको छ भने नम्बर रहेको छ 5 दुबेकोल। दुबेकोलको खेलाडीहरू त राम्रै छ भन्ने सुनिन्थ्यो जमानामा हाम्रो पालामा। अहिले त यार ओ इजिली क्याच भइसकेको छ भने चाच रहेको छ। अन्डर हान्यो या के गर्यो। 16 को 6 है। ल 16 को 6 तपाईहरु देख्न सक्नुहुन्छ। 12 देखि 11 देखि आइसक्यो। 16 को 6 दुबेकोलबाट सर्भिस इजिली भएको छ भने आउट हुन सक्यो। क्याच राम्रो मात्रै कटाउन प्राइस खार्पाबाट सफलपूर्वक चाच हुन सक्छ। अन्डर हानिसकेको थियो भाइ, टच गर्यो सायद त्यही भएर। ओ अन्डर हान्यो। अन्डर 17 को 6 17 भर्सेस 6 17 अनि 6 खार्पा 17 भने दुबेकोल 6। वाउ दामी हान्यो यार, हान्यो केटोले हान्यो। 17 को 7 देख्न सक्नुहुन्छ। 11 बाट यस्तै गइरहेको छ। 17 को 7 नम्बर रहेको छ। 17 को 7 नयाँ साथीहरूले सबैजनाले सब्सक्राइब गर्न नभुलिदिनु होला। 17 को 7 सर्भिस रहेको छ दुबेकोलबाट। अन्डर हानिसकेको छ भाइ। सर्भिस गर्न सिक। प्र्याक्टिस गरेर मात्रै गेममा आउने। दुबेकोल इजिली हारेको अवस्था। फेरि खार्पा 3 नम्बरले सर्भिस गर्दैछ भने लामो हान्यो गाइज, आउट हानिसकेको छ। लामो एकदमै आउट हान्यो। यो भन्दा राम्रो चाहिँ म जमानामा धेरै राम्रो हान्थे। यस म भन्दा अलिक कमजोर नै रहेछन् खेलाडीहरू। फेरि पनि खार्पा 3 ले सर्भिस गरेको छ। वाउ कटाउनु प्राइस भने इजिली कटाइयो। अब राम्रो मिलाएर खार्पाले बजाउनु पर्ने हो। लामो दिइसकेपछि पनि खार्पाले क्याच गरिसकेको छ। दुबेकोलले वाउ मरिसक्यो। 20 अनि 7 नम्बर देख्न सक्नुहुन्छ। खार्पा 20 दुबेकोल 7 20-7 खार्पाबाट सर्भिस दुबेकोलले चार्ज गर्न ढिलाइ गरेको अवस्था। यो भन्दा बेइज्जत हुने ठाउँ छैन। 21-7 21-7 देख्न सक्नुहुन्छ। फर्स्ट सेटमा 21-7 ले वाउ 3 नम्बरले मिस्टेकले अन्डर गरेको हानेको अवस्था। सर्भिसमै अन्डर हानिसकेपछि काम छैन। दुबेकोलबाट सर्भिस भइरहेको छ भने चाच रहेको छ। खार्पाले मिस्टेक गरिसक्यो। 9-21 रहेको छ। 9-21 औ धेरै डिफ्रेन्ट नम्बर छ है गाइजहरु। 9-21 आमामामा। यो सर्भिस खार्पाको थियो, दुबेकोलको थियो भने खार्पाको सट हान्ने पालो छक्काइसक्यो अवस्था। इजिली चलाकीपूर्ण नम्बर प्राप्त खार्पा 22-9 मात्र 2 नम्बर।
मात्र 2 नम्बर चाहिएको छ खार्पालाई। नयाँ साथीहरूले सबैजनाले सब्स्क्राइब गर्न नभुलिदिनु होला। ओ राइट हान्यो, जिन्दगीमा पहिलो चाहिँ राइट हान्यो। ओ के भयो त्यो पनि 23-9। अङ्क 10 मिस्टेक गरेछ। 10 दुबेकलको फेरि पनि झुकाउन सफल। ए 23-10 खार्पालाई लास्ट नम्बर यही चाहिएको छ। मलाई लाग्छ यो सर्भिसमा काम हुन्छ। खार्पा 6 नम्बर जर्सी नम्बर 6 ले सर्भिस गर्दैछ भने दुबेकलले क्याच गरिसकेका छ भने यो पनि अन्डर हानेर हार प्राप्त गरिसकेका छ खार्पाले। 24-10 मात्रै लास्ट बल रहेको छ। लज्जास्पद हार बिहोर्न सफल दुबेको 25-10 मा नै क्लोज च्याप्टर क्लोज भइसकेको छ। नयाँ साथीहरूले सबैजनालाई सब्स्क्राइब गर्न नभुलिदिनु होला। हामी यसै साथ अर्को गेममा पनि यही जोडिने छौँ, कन्टिन्यू रहनु होला। फाइनली हामी दोस्रो सेटमा पनि ब्याक भइसकेका छौँ। नयाँ साथीहरूले सबैजनाले सब्स्क्राइब गर्न नभुलिदिनु होला। ब्लू तर्फ दुबेकोल छ भने रेड तर्फ खार्पा। यसभन्दा अगाडिको 10-25 मा ओभर भएको थियो गेम, हार रहेको थियो दुबेकोलको। अब यस तर्फको गेममा हुनसक्छ खार्पा जित्न सक्छ। यो किनभने घामको कारणले पनि होला सायद। लक्कीले खार्पा जित्या थियो भने घाम हुँदा अब खार्पा हार्ने सम्भावना पनि हुनसक्छ, किनभने घाम उताबाट आँखा पर्ने हुँदा बल नदेखिन सक्छ। सम्भावना त्यो पनि भएको हुनसक्छ। त्यही भएर खार्पा हारेको हुनसक्छ। नयाँ साथीहरूले सबैजनाले सब्स्क्राइब गर्नु नभुलिदिनु होला। ओ यो हाम्रो गेम भइरहेको छ हाम्रो रावा बेसी 1 नम्बरमा है त। मिलाउनलाई टाइम लागेको अवस्था हो भने अब खार्पा हार्यो भने पनि दुबेकोल नै गेम चाहिँ हार्ने सम्भावना, किन पल्लोपट्टिबाट आँखामा घाम पर्यो भने इजिली। तर धेरै नम्बरको डिफ्रेन्टमा 10-25 मा गेम ओभर भएको थियो, त्यही भएर खार्पाले नै गेम जित हासिल गर्ने सम्भावना मैले देखिरहेको छु। हेर्दिउँ कन्टिन्यू रहनु र। पहिलो बल दुबेकोलबाट चार्ज भइसकेको छ। छक्काउनु सफल नभएको अवस्था। ओ आउट थियो बल, क्याच भएको अवस्था पनि खार्पाबाट कटाउन प्रयास। यतापट्टिबाट मिलाएर लामो हान्न सफल, फेरि पनि कटाउन सफल, फेरि पनि लामो हानेर 1 नम्बर प्राप्त। पहिलो खाता खोल्न सफल दुबेकोलले खाता खोल्न सफल भइसकेको छ भने 9 नम्बरको सर्भिस देख्न सक्नुहुन्छ। दुबेकोल तर्फबाट सर्भिस भइरहेको छ। खार्पाले क्याच गरिसकेको अवस्था हो भने ओ राम्रो क्याच हुनसक्छ। लाइटकै कारण अघिको गेम यति लज्जास्पद तरिकाले हारेको हुनसक्छ। चान्स रहेको छ दुबेकोलको। चेकलाई हल्का कभर भएको अवस्था भने झुक्काउन सफल खार्पाले धेरै ट्रिक लगाइरहेको छ। अघि पनि धेरैचोटि नम्बर प्राप्त गरेको थियो भने झुक्काएर भने अहिले पनि खाता खोलेर 1-1 भइसकेको छ। देख्न सक्नुहुन्छ खार्पा तर्फबाट सर्भिस भइरहेको छ। 9 नम्बरको राम्रो क्याच साथै 3 नम्बरको चार्ज अन्डर दुबेकोल तर्फबाट 3 नम्बरले चार्ज गरेको थियो भने अन्डर हानेर नम्बर प्राप्त गरिसकेको छ खार्पाले। 2-1 देख्न सक्नुहुन्छ नम्बर। खार्पा तर्फको 2 छ भने दुबेकोल तर्फ 1। आउट हानिसकेको अवस्था नम्बर 8 ले आउट हानिसकेको अवस्था। प्लेयरहरू पनि अन्डर 18-19 सायद त्यस्तै होला। जेन्जी भएकोले गर्दा पनि
केयरलेस भइरहेको हो कि तर दुवैतर्फको प्लेयरहरू त सानो सानै देखिन्छ। फेरि पनि 3 नम्बरले हानेर खाता खोलिसकेको होइन। 2-3 नम्बर रहेको छ दुबेकोल तर्फको 2 भने खार्पा तर्फ 3। फाइनल्ली नयाँ साथीहरूले सबैजनाले सब्सक्राइब गर्न नभुलिदिनु होला। सबैजनाले सब्सक्राइब गरेर सपोर्ट पनि गरिदिनु होला। 3 नम्बरको सर्भिस इजिली रा नम्बर प्राप्त गर्न सफल दुबेकोल 3-3 बराबरी। यसै साथ बराबरी भइसकेको छ भने 3 नम्बरको सर्भिस भइरहेको छ। 3 नम्बरको सर्भिस एकदमै स्लो सर्भिस भइरहेको छ। अन्डर हानेको थिएन। ओ राम्रो बजायो केटोले बजायो अन्डर हान्यो गाइस। लोत्तीमा यस्तो मिठो बजायो के गर्ने। थोरै 1 इन्ची माथि भएको भए त्यो बल 100% मर्थ्यो। यसै गरी नम्बर प्राप्त गर्न सफल खार्पाको 4 भएको छ भने दुबेकोल 3। कहाँबाट मलाई हेर्दै हुनुहुन्छ नयाँ साथीहरूले सबैजनाले कमेन्ट गर्नु होला। रावा बेसीमा गेम भइरहेछ। 1 नम्बरमा अन्डर हान्न सफल। यसै साथ नम्बर बराबरी 4-4। नम्बर बराबरी 4-4। 6 नम्बर दुबेकोल 6 नम्बरबाट सर्भिस भइरहेको छ। आउट। ओ भाइ 2 फिट उता भाइ। उफ 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 मलाई जहाँसम्म लाग्छ यहाँनेरि यो गेम खार्पाले जित्छ। आउट भन्नु मिलेन। 1 मिटर भित्रै रहेछ। हान्नुलाई ढिलो गरे पनि झन्नै राइट भएको थियो। राम्रो। ओ भाइ टच नगरी नै हान्दिएको अवस्था। यसै गरी नम्बर 6 गरिया छ खार्पाले भने दुबेकोल तर्फ रहेको छ 4। न खार्पाबाट सर्भिस 4 नम्बरको क्याच 7 मा। ओ भाइ यो 10 नम्बरको काम छैन। मैले यसो विचार गर्दा 10-4 को काम छैन है। 10-4 को काम छैन दुबेकोल तर्फ। ओ के भयो के भयो के भयो। टच जस त्यतिकै छोड्दिनु नमिलेर यसो चाहिँ नि। ओ ओ भाइ मिला मिला मिल्ला कटाउन सफल दुबेकोल तर्फ। फेरि पनि चार्ज गर्न सफल। ओ क्विक बल त दामी हाने यार त्यो फुचे भाइले। नयाँ साथीहरूले सबैजनाले सब्सक्राइब गर्न नभुलिदिनु होला। 9 खार्पाको भएको छ भने दुबेकोल 4। आउट। थोरै आउट हानिसकेका छ खार्पाले। यसै गरी प्राप्त अङ्क दुबेकोलको 5 रहेको छ भने खार्पाको 9। 4 नम्बरको सर्भिस हुनु गइरहेको छ दुबेकोलबाट। झुकाउन सफल नभएको अवस्था। ए कटाउन नसकेको अवस्था गाइस। ओ गाइस सबैजनाले सब्सक्राइब गर्न नभुलिदिनु होला। 10 खार्पाको छ भने दुबेकोल 5। डबल रहेको छ अङ्क। फेरि पनि मलाई जहाँसम्म लाग्छ दुबेकोलले इजिली जित्छ। सर्कल नमिलेको अवस्था। त्यसै गरी 11 प्राप्त गरिसकेका छ खार्पाले हो भने दुबेकोल 5। डबल भन्दा पनि माथि गइसकेका छ। नयाँ साथीहरूले सब्सक्राइब गर्न नभुलिदिनु होला। नम्बर फेरि पनि नमिलेको अवस्था। राम्रो इजिली कटिसकेको अवस्था। नकटेको अवस्था। कटेको भए सायद मर्थ्यो होला। 12 खार्पाका छ भने दुबेकोल 5। फाइनली मलाई एकदमै निन्द्रा लागिरहेको अवस्था। तपाईलाई कस्तो लाग्यो कमेन्ट पनि गर्नु होला। यो भन्दा बेटर चाहिँ बेटमा गएर सुत्नु नै राम्रो हुनेछ। अन्डर हानिसकेका छ दुबेकोलले। यसै गरी अङ्क प्राप्त गरेको छ खार्पाले र 13-5 रहेको छ हाम्रो नम्बर। फेरि अन्डर हान्न सफल खार्पाले।
यसै गरी 6-13 नयाँ साथीहरूले सबैजना सब्सक्राइब गर्नु नभुलिदिनु होला। सर्भिस गर्दैछ 13 नम्बर दुबैको तर्फबाट। ओ वारे झुक्काउनु सफल खार्पा। खार्पा झुक्काउनुमा माहिर छ। सेङ्जाली भन्दा पनि खत्तम देखेको अवस्था मैले खार्पा झुक्काएर नम्बर ल्याउनु त बेटर होइन नि, हानेर ल्याउने हो। फेरि पनि के गर्यो, सर्कल नमिलाएको अवस्था। खार्पाको सर्भिस लामो दिएको अवस्था। ओ अहिले बल्ल तल्ल मार्यो केटोले। 7-15 10 नम्बर दुबैकोले सर्भिस गरिरहेको छ। यताबाट सर्भिस एकदम इजिली हुने गरेको छ। आउट। 10 नम्बरले सिधा 1 नम्बर गिभ अप गरियो अरे। नम्बर प्राप्त गरेको छ खार्पाले 16। त्यसै गरी 16को 6। खेलाडी एक्सचेन्ज भइसकेको छ। 9ले इन्ट्री गरेको छ। हेर्दा सानो सानो फुच्चे देखिन्छ। सर्भिस उसैको भएको छ भने हेरिदिउँ। वा सर्भिस खासै गतिलो नभएको अवस्था, त्यही पनि झन्नै मरेको अवस्था। अन्डर हानिवरी नम्बर प्राप्त गरेको छ खार्पाले। ओ भाइ नम्बर प्राप्त गरिसकेको छ दुबैकलले 8। खार्पाको रहेको छ 17। 8-17। नौ 17 नम्बर रहेको छ। 9-17 दुबैकल 9 खार्पा 17। यो सम्भावना छैन पछ्याउनुको लागि गाइज। अन्डर भएर पनि बल काटेको छ भने सर्ट रहेको थियो। खार्पाबाट रिसिभ गर्न नसकेको अवस्था। यस्तै हो भने दाँत पनि झर्न सक्छ। नयाँ साथीहरूले सबैजना सब्सक्राइब गर्न नभुलिदिनु होला। दुबैकलको हार निश्चित छ, खार्पाको जित पक्का छ। यो दुबैकलको खेलाडी भनेको स्वास्थ्यको लागि खेल भने जस्तो मात्रै भयो। यो यसो एक्सर्साइज गर्नुको लागि मात्रै। खार्पाले 4 नम्बरले बजाइसकेको छ भने 10 नम्बर सुतिन्जेल। नम्बर रहेको छ 19-9। हो 19को 9 म्याथमेटिक्ससँग मेल खाएको छ जहिले पनि। ओ भाइ हानेन, यसले हानेन। फेरि पनि अन्डर हान्न सफल। 4 नम्बर 4-10 को काम छैन। यो गेम देखेर यार मलाई नै बोरिङ लाग्यो भने अरूलाई के हुन्छ। नम्बर प्राप्त गरिसकेको छ। 21-9 नयाँ साथीहरूले सबैजना सब्सक्राइब गर्नु होला। खार्पाको 21 दुबैकोल 9। दुबैकोलको लज्जास्पद हार फेरि पनि भइसकेको छ। ओ केटोले कटाउन सफल। फेरि इजिली कटाउनु पर्यो। ओ भाइ खार्पाको सर्ट अन्डर हानी चेक आउट। चेक लागिसकेको छ भने नम्बर प्राप्त गरेको छ दुबैकलले 10-21। 4 नम्बर आवश्यकता रहेको छ खार्पालाई गेम आफ्नो हातमा पार्नको लागि। सेमी फाइनलमा
ओ भाइ पुग्नको लागि देख्न सक्नुहुन्छ 3 नम्बरले चार्ज गरी आउट गरिसकेका छ। यसै गरी नम्बर प्राप्त भइसक्यो खारपालाई नम्बर 22-10। फेरि पनि 4 नम्बरको चार्ज ब्याक भइसकेका छ भने कटाई नसफल। ओ भाइ नाक भाँच्ला केटा हो जोग है। यस्तै ताल हो भने खेलाडीको। अन्डर हानिसकेका छ भने 24-10। 24 अङ्क रहेको छ खारपाको, दुबैकोल 10, 24-10। नयाँ साथीहरूले सबैजनाले सब्सक्राइब गर्नु नभुलिदिनु होला। 24-10 खारपा भर्सेस दुबैकोलमा नम्बर रहेको छ 11, दुबैकोलको रहेको छ भने 24 खारपा। यसै साथ खारपाले जित हासिल गरिसकेका छ। देख्न सक्नुहुन्छ 2 सेटै एकदम मत अन्तरालले हानिवरी 25 लास्ट गेम ओभर। यो गेम तपाईहरुलाई कस्तो लाग्यो? तपाईहरुको कमेन्ट, सल्लाह, सुझाव र प्रतिक्रिया कमेन्टमा जनाउनु होला। धन्यवाद। यसै साथ हामी यो गेम भइरहेको छ रावाबेसी 1 नम्बरको स्कुलमा। देख्न सक्नुहुन्छ यस्तो छ अवस्था। खारपाले जित हासिल गरेको छ, शानदार जित। यसै गरी लज्जास्पद जित हार रहेको छ दुबैकोलको। नयाँ साथीहरूले सबैजना सब्सक्राइब गरिदिनु होला। हामी अर्को गेममा भेट्ने बाचाको साथ अहिलेलाई